मैले एउटा कुरो सोच्छु भनेर चाहिँ भुलिरहेको रहेछु हजुरसँग। मलाई चाहिँ एउटा अनलाइन गेमको प्रमोसन आछ। तिमीलाई थाहा लिलो। ल म डान्स हेर अब। भात खाएर भ्याइयो डान्स हेर्न पाइएर। आज मैले भात खान थालेको चम्ची यस्तो छ गर कटाएर फाले जस्तो। हेलो गाइस, स्वागत छ मेरो न्यू ब्लगमा। हामी चाहिँ नास्ता खाएर बसेको भर्खर घामलाई आँखेमा फेरि। आज चाहिँ हामी परल बाँध्न जाने सबै घरका सबै जाने होला नि ढोकै बन्द गरेर को बस्छ घर ठुलिया छोगारी राख्ने हो त्यसो आज परल बाँध्न जाने। परल बाँध्न सुरु गर्न पर्यो आजबाट। सबैजना पहिला घाँस सास काटेर आउन पर्यो। दाना पानी दिएर अलि दिउँसो जाने परल बाँध्न चाहिँ। परल बाँध्न नराखे हुन्न ढिलो हुन्छ अलिक। फेरि पानी आयो भने भिज्यो भने झन् झेउ हुन्छ। ल राम्रोसँग ल राम्रोसँग। यो माटो फेरि यति पानी हाल्यो भने पनि यस्तो। अनि बाक्लो बनाउने भनेको त किन त्यस्तो पातलो बनाएको त? यति पो नाम पो हाल्नु पर्छ माटो। माटो नाम हालेर हुँदैन के, पानी चाहिँ यति हाल्यो भने। अनि थाहा छ त आफैलाई, थाहा हुँदा के हालेको त्यस्तो नगर्नु बिटु छ्या। छेउछेउमा लगाऊ तल नलाऊ। खायो छेउ मान्छे कति हल्लेको होला। हो त्यो छेउछेउ मात्रै लगाऊ खाने। म चाहिँ हिँडेको परल बाँध्न। रुपाहरू अघि नै गइसकेँ। अनि म टक्क दाना पानी दिएर सबै काम भ्याएर घरको अनि 12 बजे म चाहिँ हिँडेको। अरू चाहिँ सबै आइसके पनि बानी पनि सक्यो होला, धेरै नै बानिसक्यो होला। बिहानै आएका म चाहिँ बल्ल हिँडेको दाना पानी दिएर घाँस सास हालेर सबै घरको काम भ्याएर। अनि घरमा चाहिँ ठुलियामा हुनुहुन्छ। एकजना फेरि घरमा नबसी हुन्न हाम्रो फेरि। कहिले गाई के हुन्छ दाम्रो साम्रो हल्काउँछ नि गाईको। अनि त्यही भएर एकजना चाहिँ घरमा बस्नुपर्छ। अरू सबैजना हिँडेको। अब कति दिन लाग्ने परल बाँध्न त थाहा छैन। 2-3 दिन त पक्का लाग्छ। कन्फर्म छ 2-3 दिन लाग्छ। 2-3 दिनपछि फेरि परल बोक्न पर्यो, टौवा हाल्न पर्यो। अनि भ्याइसी फेरि दाउरा काट्न सबैको यतिखेर हिउँदामा छुट्टी हुन्छ। हामी गाई पाल्ने गाउँतिर बस्ने गाउँघरतिर बस्ने यतिखेर धेरै काम यतिखेर हुन्छ। बर्खामा बरु त छुट्टी हुन्छ। यतिखेर धेरै काम हुन्छ किनभने अब परस राखेर भएपछि दाउरा काट्नुपर्छ। अनि घाँस हुँदैन नजिक फेरि टाढा जानुपर्छ। सबै घुम्न आइन्छ नि। हाम्रो काम यतिखेर हुन्छ। गाउँघरमा बस्ने मान्छेको काम यतिखेर हुन्छ बल्ल। फेरि पनि हामी त मिलाएर घुमिन्छ। पिकनिक सिकनिक पनि खाइन्छ अलि पछि 1-2 हप्ता पछि पिकनिक सिकनिक खाइन्छ। घुम्न नि हिँडिन्छ। त्यहाँपछि चाहिँ अलि 1-2 हप्ता चाहिँ अब यताउता काम परसल राखेर भएपछि त्यहाँ चाहिँ फ्री नै भइन्छ भन्दा नि भयो। फ्री नभए पनि मिलाएर चाहिँ घुमिन्छ। अब खाइन्छ पिकनिक सिकनिक रमाइलो गरिराखेको छ। त्यस्तो घुम्नै पाइएन भन्ने चाहिँ होइन। तर भए पनि काम यतिखेर धेरै हुन्छ भन्ने कुरो। मलाई सपोर्ट गर्न चाहनुहुन्छ भने कमेन्ट र हाइप चाहिँ पक्का गर्नु होला। हाइप चाहिँ कमेन्टको त्यही तलपट्टि त्यही सेक्सनमा छ। यस्तो सार्दाखेरि हाइप आउँछ। त्यो हाइप चाहिँ पक्का गर्नु होला। मलाई सपोर्ट गर्न चाहन्छ भने त्यो चाहिँ हाइप गरेको कसले हो भनेर चिनिन्न। कमेन्ट गरेको त फलानाले कमेन्ट गर्छ उसले कमेन्ट गर्छ भनेर चिनिन्छ। हाइप गरेर चाहिँ कसले हाइप गर्यो भनेर चिनिन्न। तर भए पनि धेरै सपोर्ट हुन्छ मलाई है। मलाई धेरै सपोर्ट हुन्छ। अब दिनभरि यसरी काम गर्दा नि भिडियो सिडियो बनाएर हालिरहेको छु। सपोर्ट चाहिँ गर्न नभुल्नु होला। मैले एउटा कुरो सोच्छु भनेर चाहिँ भुलिरहेको रहेछु हजुरसँग। मलाई चाहिँ एउटा अनलाइन गेमको प्रमोसन आछ। यो गेम चाहिँ कस्तो गेम हो खोइ मलाई पनि थाहा भएन होइन। तर अलिकति नराम्रै गेम हो जस्तो लाग्यो। पैसा लगाउने अनि गेम खेल्ने त्यस्तो खालको प्रमोसन आछ। त्यो प्रमोसन चाहिँ गर्ने कि नगर्ने, स्टोरी लगाउने अनि त्यसमा फेरि बिचबिचमा भन्न पनि पर्यो। ब्लगको बिचबिचमा भन्न पर्यो। त्यसको लागि मलाई 10,000 दिँदैछ। तर मलाई चाहिँ के लाग्यो भन्दाखेरि अलिक राम्रो होइन कि जस्तो पनि लाग्यो। त्यस्तो खालको प्रमोसन गर्दाखेरि नराम्रो सिकाउन चाहिँ अलिक गाह्रो लाग्यो। त्यही भएर हजुरले आफै भन्नु कमेन्ट गरेर यो प्रमोसन मैले गर्ने कि नगर्ने भनेर। मैले चाहिँ आफै डिसिजन लिनै सकिनँ कि। मलाई डर पनि छ भित्र मनमा। फेरि गरम कि पहिलो प्रमोसन हो गरम कि भन्नेतिर नि छ। तर नगरम कि यस्तो नराम्रो कुरो भन्नेतिर नि छ। आफै कमेन्ट गरेर भन्नु। अनि हजुरले जे भन्नुहुन्छ अब त्यही गर्न होला। अहिले चाहिँ जानु पऱ्यो परल बाँध्न। लोभ मात्रै गरेर पनि हुन्न। फेरि नराम्रो कुरो सिकाउनलाई भोलिको दिनमा राम्रो पनि आउन सक्छ। त्यस्तो भन्न सकिनँ नआउला भनेर। तर आजसम्म फर्स्ट प्रमोसन मेरो प्रमोसन गर्नलाई त्यही आएको कि। तर नराम्रो चिज आएछ कि। कहिले भात खाएको तिमीहरूले? तिनीहरूले नि बाँडेका नि? तल नि बाँडेछन्? ट्रक पनि लिएर आएछन् बोक्नलाई। बिट्टो कति मुठा बाँडिस्? के भयो अब जल्ने के हो? पाक्छ 1 घन्टामा? फिटेर दिए भइहाल्यो त। खेताला थुप्रै जना रहेछ नि त। सफा कति 5 जना? त्यो 3, 4, 5, 6, 7, 8, 9, 10, 11। किन के मसला हाल्यो त? नहाल्दै हुन्थ्यो नि त। ओ बा कुम्न बिहा खलाइन
म आउने बित्तिकै चिया खाने बेला भएछ कहिले आले एक कप चिया त मन्जु अस्ति पुग्ने बित्तिकै हाम्रो भात खाने टाइम भयो किन भनेको नि जाने बित्तिकै त भात खाएको हामीले मन्जु अब कहिले जाने ब्लग बनाउन किन के हुन्छ उठो उठो केटा खेताला थुप्रै रहेछन् मजा मजा छन् काम गर्ने गर्ने खेताला रहेछन् आज त भ्याउँछन् आज तल माथिको यहाँ चाहिँ बाँधेर भ्याइयो भन्दा नि रड टुटो ढुटो यो मिसिनले ठटाको भनेर पुरै ढुटो रहेछ आधै रह भन्दा नि भयो ढुटो त यसलाई चाहिँ पिकअपको तलबाट हालेर लिएर जानु होला यहाँ बानी अब खाजा खाएर तल जाने हो म तल सधैँ माथि बान्नलाई लियो मोबाइल लगाएर नेपालीका छोराहरू सबै खसिया बोल्छन् के हार्नु सबै भाइ हो नि भाइहरू सब खसिया बोल्छन् अब के हार्छौ टिका लाउन आउँदाखेरि कङ भन्छन् अब आज दिन त खेताला आइदिएछन् जनतन भोलिबाट त एक्लै बान्नुपर्छ होला भ्याइएनन् कि भ्याइन्छ आज भ्याइन्न भ्याइएन भने त भोलि एक्लै एक्लै बान्नु पर्छ त्यस्तो नभन्नु न आज भ्याइदिए न जनतन है ल भात खाना भयो भात खाना दुर किन दुहुरेको त्यसरी भात खाने हो यसले त खान्न खान्न भन्दै त भड्डुन रितौला जस्तो गर्दै त निस्ते खान्छ 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 काम गर अन्त खाना आयो यहाँ नि कस्तो मान्छे नि त्यस्तै हो नि ठिकै छ बिचरा खानुपर्छ भोक लाग्यो बेला पिकनिक खाए जस्तो भएछ मन्जुले भात नपाएर बिचरा रुन थालेछ नि ए मन्जुलाई त्यहाँ भात त्यहाँ रुन थालिन् रुन्छ न अब एकछिनमा हात थपेर आउनु अलिकति मन्जु तिमीलाई थाली लौ लौ यसमा खाऊ मन्जुको सम्ती ल मन्जु डान्स हेर अब भात खाएर भ्याइयो अब डान्स हेर्न पाइएर यहाँ पराल बाँड्न आएको यस्तो रमाइलो हुन्छ देख्यौ मैले 2 लाख रुपियाँ दिएर मगाएको मान्छे ल जा खाएर भ्याएको जा अब भात पनि खायो डान्स पनि हेऱ्यौ अब के गर्छौ रमाइलो नि भयो एकछिन जा बाँध्दै गर हामी खाएर आउँछौँ अब कसैको पराल बाँध्दाखेरि यस्तो डान्स सान्स हेर्थ्यौ उहाँ झगडा नि हुँदैछ फेरि हाम्रो यहाँ त रमाइलो पो हुन्छ आज मैले भात खान थालेको चम्ची यस्तो छ गर कटाएर फाले जस्तो चम्ची हिसाब भने हाम्रो एउटा पुरै गाउँलाई पुग्छ कि चम्ची त्यति छन् तर मलाई कस्तो चम्ची ल्याएर दिएछन् यस्तै गर कटाएर फाले जस्तो यताबाट समात्दा नि हुन्न उता समात्दा नि हुन्न कहाँ समातेर कता भात खाने म अचम्मै पऱ्यो चम्ची देखेर कस्तो कस्तो चम्ची बोकेर आउँछ कि तिमीहरूले ट्याक्कै गर कटाएको हो कि यो गरै कटाएर फालेको चम्ची हो चम्ची एक बोरा छन् घरमा पर्बु खाना खाएर भ्याइयो अब एक जग्गा छ बान्न यति नै छ होला अझै बान्नलाई आज भ्याइन्छ भ्याइने पनि अब यहाँ छ बाँकी बान्नलाई पराल बान्ने सिरुले हाँबी काटेर बान्नुपर्छ यस्तो छोटो भएर पराल मिल्दै मिल्दैन बान्ने बानेर भ्याइयो है पराल धेरैजना भयो हामी मात्रै 3-4 दिन लाग्थ्यो होला यता सबैजना आएर एकै दिनमा भ्याइयो त्यो चाहिँ बानेर अब कहाँको लिने भन्दा उतो लिने भनेको के अरे अब एक जग्गा छ लिनलाई त्यसलाई चाहिँ हेर म अर्को दिन हेरौँ न म त 4-5 दिन लाग्छ होला भन्थ्यो आयो नि त सक्खबाट आएँ यताउताका सबै नेपाली सेपाली सबै निक्लेर आयो यति नै हुनु नेपाली होला खोइ खस्यो बिचार ती त झन् नेपाली पक्का हुने ऊ त 2जना घाँस काट्दैछन् माथि
कति 1 2 3 4 5 6 7 8 9 10 11 12 13 मसँग 14 जना भएर चाहिँ खेताला सबै आएकै हुन् नि धन्न रमाउनु जाउँ है भनेर कहाँ पछि आएको फेरि भ्याइयो म चाहिँ हिँडेको घरतिर अब घर जाने दाना दिने गाई दुने बोक्न चाहिँ भोलितिर बोक्न होला भोलि पर्सि हुन्छ कहिले त्यसलाई चाहिँ काम भ्याइयो भन्दा नि भयो सबैजना आए सघाएँ अनि भ्याइयो नत्र कहाँ भ्याइन्थ्यो हामीले मात्रै भयो त 3-4 दिन लाग्थ्यो कि परल भान्जालाई चाहिँ पोलो बोकाइदिएछन् लैन होइन यो सबै कमला जान्छन् आज घुम्दै घुम्दै लैन चिया खाएर जाँदैन थाके हारेर घर आइपुग्यो अब त्यो दान दिने हो गाई दुने हो अन्त सुत्ने हो साँझ पर ट्याक्क 5 बज्न थाल्यो रात पनि पर पुरै थाक्यो आज पनि आज भोलि अब गाडी आयो भने पराल बोक्ने हो आएन भने चाहिँ पर्सितिर बोक्नु होला मैले चाहिँ काम बिहार भित्र पसेँ आज अलिक काम भ्याउ त नि ढिलो भयो आज अलिक काम ढिलो भइयो थाकिएको थियो पनि अनि रुपाले भात खाइन्छ म पनि भात खान थालेको अब चाहिँ सुत्ने हो भन्दा नि भ्याएर पनि भात खाएर भ्याएर नि एडिटिङ गर्न लाग्छ 1.5 घन्टा 2 घन्टा लाग्छ त्यसपछि बल्ल सुत्ने हो आज ब्लग यति नै फेरि भेटौँ लाग्नु पक्क छिटै राम्रो लाइक गरिदिनु सब्सक्राइब गर्नु बाई